संवाद पढाइको महत्त्व। अमिता र अमित एउटै विद्यालयको कक्षा 6 मा अध्ययन गर्छन्। आज उनीहरू विद्यालय जाँदै गर्दा बाटोमा उनीहरूकै उमेरको उमेश नाम गरेको केटो मोबाइलमा गेम खेलेर बसिरहेको देख्छन्। त्यसपछि उनीहरू बीचको संवाद यसरी सुरु हुन्छ। ए उमेश, तिमी त विद्यालय नगएर मोबाइल पो खेलाएर बसेका छौ। विद्यालय गएर के नै पो हुन्छ र? अनि म मोबाइल खेलेर बसौँ कि उठौँ, तिमीलाई के? त्यसो नभन साथी, हेर, एक त तिमी विद्यालय नगएर ठुलो भुल गरेका छौ, त्यही माथि मोबाइल खेलेर अर्को गल्ती गरेका छौ। पढाइले हाम्रो भविष्य उज्जवल हुन्छ। हामीले जीवनमा गर्न हुने र नहुने कुरा पढेर नै थाहा पाउँछौँ। अहिले हाम्रो उमेर भनेको विद्यालय गएर पढ्ने हो। त्यसैले पढ्न जाउँ साथी। अमिताले एकदम सही कुरा गर्दैछिन् है साथी। अब तिमी यसरी विद्यालय नगइकन खेलेर समय बर्बाद नगर ल। साथी हो, तिमीहरूले त मेरो आँखा खोलिदियौ नि। म अबदेखि विद्यालय जान्छु र मन लगाएर पढ्छु। तिमीले साह्रै राम्रो निर्णय सुनायौ। हामी तिम्रो कुराबाट निकै प्रभावित भयौँ। अब त विद्यालय जान ढिलो पनि भइसक्यो। हामी विद्यालय जान्छौँ। तिमी पनि छिट्टो आऊ है। हुन्छ। सबैजना आफ्नो गन्तव्यतिर लाग्छन्। धन्यवाद।